नमस्कार। आज पनि है फेरि एउटा भिडियो लिएर आइरहेको छु है। यहाँ चाहिँ पनि टर्जन टी गार्डनमा एउटा मिटिङ भइरहेको छ है। प्लकिङ गर्ने कि नगर्ने त्यो भनेर सम्पूर्ण कुल्लीहरू यहाँ भेला भइरहेछ। यहाँ हामीहरुमा कम्प्रोमाइज हुन सक्छ भन्ने एउटा उहाँको विचार पनि छ। साथसाथै उहाँहरूले एउटा सरकारलाई गुहार पनि मागिराखेका छन् कि यो जति पनि झमेलाहरू छन्, जति यो बोनस सम्बन्धी लिएर यो उहाँको वेजेस सम्बन्धी लिएर जुन चाहिँ आन्दोलन धेरै सालदेखि चलिरहेछ यसलाई झट्ट समाधान गरिदियोस् भन्ने उहाँको एउटा सरकार पक्षमा एउटा निवेदन पनि रहेको छ। आज यहाँ यस टर्जन चिया बगानमा मात्र नभएर दार्जिलिङ पहाडको विभिन्न चिया बगानहरूमा फर्स्ट ब्लक यो पहिलो पत्ती नटिप्ने भनेर आन्दोलनमा श्रमिकहरू उत्रिएका छन्। हिजो मात्र घैयाबारीमा राति पनि उहाँले यस्तै क्षेत्रीय परिसरमा विरोध गरिरहेका हामी देख्न सक्यौँ भने धेरैवटा चिया बगानमा अहिले विरोध गरिरहेका छन्। तर अहिले यहाँ यस ठाउँमा श्रमिक दिदीबहिनीहरू आएका छन्। म्यानेजमेन्ट पक्ष पनि यहाँ सायद आइसक्नु भएको छ। उहाँहरूसँग पनि हामी कुराकानी गर्नेछौँ। उहाँहरूको जुन बिचको वार्तालाप हुन्छ, उहाँहरूको भनाइअनुसार अहिले उहाँहरूको अगाडिको जुन चाहिँ वार्तालाप भइसकेको छ त्यसले स्पष्ट हुन्छ कि यो कुराहरू समाधान नहुने भन्ने अहिले उहाँले बताइसक्नु भएको छ। तर यसपालिको आन्दोलनले भने चिया कम्पनी अर्थात् यो जुन चाहिँ मालिकहरू छ, कम्पनीहरू छ, म्यानेजमेन्ट पक्ष छ, उहाँहरूलाई एउटा ठुलो आर्थिक क्षति पुग्ने एउटा सम्भावना पनि देखिन्छ। हामी अन्य व्यक्तिहरूसँग कुराकानी गर्नेछौँ, म्यानेजमेन्ट पक्षसँग कुराकानी गर्नेछौँ। उहाँको पनि विचारहरू हामी तपाईँको समक्ष राखेर वास्तविक कुराहरू के हो त भन्ने कुराहरू हामी तपाईँको समक्ष राख्नेछौँ। हेर्दै गर्नुहोस् हाम्रो यो भिडियो। र यहाँ हाम्रो श्रमिक वर्गहरू है यहाँ भेला भइरहेछन्। आजको यो प्रायः छ यहाँ देखिरहेको छ सम्पूर्ण चिया बगानहरूको यहाँनिर यो भिडियो है तपाईँलाई देखाइरहेको छु। अहिले फेरि है भर्खरै देशको दा पनि आउँदा थियो, उहाँहरूले बोल्नुभयो यहाँनिर, त्यो भिडियो पनि आउँयो है। यहाँ टर्चन टी गार्डनको सबै श्रमिकहरू आइपुगेको छ। र फेरि है यहाँ देखाइरहेको छु है। यहाँ जो हाम्रो है हाजिराको है मिनिमम वेजेस बोनसको निम्ति यहाँ भइरहेछ है हाम्रो टर्जन टी गार्डनको। म त आउँछु नि, अब आउँछु नि, म त किन सबै लेबरहरू अलिकति केटा भएन अलिक ट्याक्स
र है यहाँ भइरहेछ अन्त चाहिँ केही कहाँ उसहरू होला त्यो पनि तपाईँले देखाउने छु है के भएको छ र यहाँनिर भर्खर फोटो खिचेर यो भइरहेछ है